अब यहाँ रहेका 20वटा कथाहरूको म सरस्वती छोटोमा म कस्तो कस्तो कथाहरू कयौँको लागि यो कथाहरू नौलो छ र यो कथाहरूमा कस्ता कस्ता विषयहरू उठान गरिएका छन्, कस्ता पात्रहरू छन् भन्ने बारेमा म थोरैमा छोटकरीमा त्यो चर्चा गर्ने गरेको छु। यहाँ 20वटा भिन्न भिन्न दृष्टिकोणमा आधारित रहेका कथाहरू यहाँ छन्। यसमध्येमा पहिलो कथा छ बगिरहेछ कम्पु खोला भनेर र नेपालको पूर्वी क्षेत्र विषय लिम्बुवानमा रहेको कम्पु खोला र नवा खोलाको शेर्परमा रहेको एउटा गाउँको कथा छ। त्यहाँ रहेको एउटा पात्र छिन् चुक्मे र उनको युवासँगै उनी बसोबास गर्छन् र उनको परिवार एउटा सामान्य परिवार हो र विद्यालयको छुट्टीको समयमा अथवा खाली समयमा उनले विभिन्न खालका सहयोग गर्ने परिवारमा सघाउ हुने खालका क्रियाकलापहरू गर्छन्। त्यो कथा उल्लेख भएको दिनमा चाहिँ उनी माछा मार्न उनको साथीहरूसँग सल्लाह गरेर माछा मार्न जान्छन् र निकै लामो दुवाली पुग्दा पनि उनले माछा मार्न सक्दैनन्। अनि यसरी माछा किन मार्न सकिरहेको छैन त, के छ त भन्ने कुरा यो पर्यावरणीय दृष्टिकोणले लेखेको कथा भन्न सकिन्छ यसलाई। अब किन माछा छैन त खोलामा, है खोला त छ तर माछा छैन भने यसमा पनि एउटा आधुनिकीकरणको नाममा विभिन्न खालका विषहरू राखेर माछा मात्रै होइन जलमा भएका अन्य सम्पूर्ण खालका जीवहरूलाई नष्ट गर्ने खालको मानिसहरूको गतिविधिले गर्दा कस्तो खालको प्रभाव परेको छ यहाँका मानिसहरूको दैनिक जीवनमा भन्ने कुरा जुन हामीले यो कथा हेर्न सक्छौँ। यसमा प्रकट रूपमा उनले भनेका छन् काठमाडौँका राजाहरूले लिम्बूहरूको अधिकार खोसेपछि यहाँ सुव्यवस्था कायम गर्ने गाह्रो भएको छ। यहाँका मानिसहरूमा रहेको जुन अनुशासनको जुन घेरा छ तोडिएको छ भन्ने कुरा चाहिँ यो कथाले हामीलाई त्यहाँ दिन्छ। त्यसै गरी अर्को दोस्रो कथा म देख्न सक्छौँ त्यहाँ तपाईँले नेपाली भाषामा पनि त्यो पुस्तक पढ्नु भएको होला नपढ्नु भएकोहरूको लागि हो यो मौन भाषाहरू भन्ने एउटा कथा छ। दोस्रो कथा जहाँ चाहिँ लासाङ भन्ने मुख्य पात्र रहेका छन् त्यो कथामा र लासाङले बुझेको मौन भाषा चाहिँ के हो त भन्दा मिकलाञ्चोङ जस्ता पर्वतहरूले पहाडहरूले बोलेको भाषा र ती पर्वतहरूले सिकाएको लिम्बुवानका मानिसहरूमा सिकाएको भावनाको कथा हो। लिम्बुवानका मानिसहरूमा कस्तो खालको भावनात्मक सम्बन्धको कुरा कसरी भावनात्मक तरिकाले हामी अरूसँग सञ्चार गर्न सक्छौँ अथवा यो स्वार्थी रहेको जुन दुनियाँ छ यो सबैलाई चाहिँ हामी सबैजना आफ्नो आफ्नो फाइदाको कुरा मात्रै गर्छौँ तर ती कुरा मात्रै होइन चारैतिरबाट ठक्कर मात्र खाएर होइन दिक्दार भएको लासाङलाई चाहिँ सपना एउटा सन्देश प्राप्त हुन्छ जसले चाहिँ प्रकृतिको निस्वार्थ भावना है को सम्झना दिलाउँछ र निस्वार्थ बन्न यसलाई प्रेरणा दिन्छ र लासाङ फेरि त्यही आफ्नो निस्वार्थ भावनामा फेरि निरन्तर लागिरहन्छ। एउटा भावनाको कुरा यहाँ गरिएको छ। कस्तो भावना त भन्दा हामीले प्रकृतिबाट के सिक्छौँ त भन्दा प्रकृतिले निरन्तर रूपमा चिजहरू दिइरहेको छ। प्रकृतिलाई हामीले रचार पचार पारेका छौँ, रुखहरू काटेका छौँ तर पनि कतैबाट टुसाएको छ, कतैबाट फुल फुलेको छ भनेपछि जसरी प्रकृतिले हामीलाई धरतीले हामीलाई दिन छाडेकी छैनन्, जसरी प्रकृतिले हामीलाई जस्तोसुकै अवस्थामा पनि आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् त्यसै गरी हामीले आफूलाई अप्ठ्यारो पर्दा हामीले बाटो बदल्ने होइन, हामी अप्ठ्यारो पर्दा पनि हामी अर्काको लागि समाजमा रहेका अरू व्यक्तिको लागि सङ्घर्ष गरिराख्नुपर्छ भन्ने त्यो खालको भाव हामीले मौन भाषाहरू भन्ने कथाबाट प्राप्त गर्न सक्छौँ। त्यसै गरी लिम्बुनी माया भन्ने तेस्रो कथा रहेछ है। यो कथामा रबिन हाङ र सिरिङमाको प्रेमको कथा हो। यो कथामा चाहिँ है संस्कृतिलाई पढ्नु र संस्कृतिलाई व्यवहारमा उतार्नुमा कतिको भिन्नता छ भन्ने कुरा यस कथाले सिकाउँछ। हो हामीले आफ्नो संस्कृतिलाई माया पनि गर्छौँ, कति कुराहरू हामी ठिक छ पनि भन्छौँ तर यहाँ धान नाचको एउटा उदाहरण दिनु भएको छ लेखकले। त्यो धान नाचमा आफ्नो प्रेमिकालाई कसैले हात समाउँदाखेरि धान नाचमा आफ्नो प्रेमिकालाई हात समाउँदाखेरि उसले त्यो कुरा सहन सकेन कि आफ्नो संस्कृतिको प्रेमी पनि हो, आफ्नो संस्कृतिलाई माया पनि गर्छ तर हाँसो ठट्टा गर्दै प्रेमिका के अरे धान नाचमा सहभागी भएका व्यक्तिहरूले छुरा पोसाको अथवा त्यो खालको हात समाउने जस्ता सांस्कृतिक एउटा खालको गतिविधि गर्दा पनि त्यो सहन नसक्ने र त्यो पचाउन नसक्ने खालको मानिस भयो भने एउटा संस्कृतिको प्रेमी अथवा संस्कृति बुझेको मान्छे भन्न सकिन्न भन्ने कुरा यहाँ हामी देख्न सक्छौँ। त्यसै गरी त्यो अवस्था देखेपछि थाहा हुन्छ र उसले शरीर नपुगेको कुरा पनि हामी त्यो कथामा देख्न सक्छौँ। त्यसै गरी अर्को एउटा अत्यन्त महत्त्वपूर्ण र पूर्वी
नेपालको लिम्बुवानको जुन सत्रथुमको जुन इतिहास छ त्योसँग जोडिने खालको एउटा कथा छ सत्रथुमको सुरक्षा भन्ने कथा। सत्रथुममा चुम्लुङको तयारी भइरहेको हुन्छ, सबै मानिसहरू एकदम खुसी छन्। चुम्लुङ भनेको त्यहाँको नीति निर्माण गर्ने एउटा सबैको एउटा मुख्य बैठक जस्तो हैन, एउटा सम्मेलनको तयारी हुनेछ। त्यो कथाका मुख्य पात्र मिराक चाहिँ मानिएन भन्ने अर्को एउटा पात्रको सहयोगमा त्यहाँ विभिन्न खालका ऐतिहासिक सांस्कृतिक र महत्त्वपूर्ण विषयहरूको सङ्ग्रह गर्दै त्यसलाई आफूले त्यहाँ प्रेजेन्ट गर्ने एउटा पेपरको तयारीमा हुन्छन्। त्यसमा चाहिँ यो कथामा चाहिँ सत्रथुमको राजनीति पनि कसरी अन्तर्राष्ट्रिय राजनीतिसँग जोडिएको छ भन्ने कुरा यहाँ व्यक्त भएको छ। कसरी छिमेकी देशहरू पनि सत्रथुम प्रति चाहिँ नजर गाडिरहेका छन् र यहाँ आक्रमण हुनसक्छ भन्ने खालको कुराहरू यहाँ व्यक्त भएको छ। र यसमा ती राष्ट्रहरूसँग ती राष्ट्रहरूसँग को चाहिँ प्रतिरक्षा गर्नको लागि विभिन्न खालका अत्याधुनिक हतियारहरूको प्रतिरोध गर्नको लागि कस्तो खालको तयारी गर्नुपर्छ त भन्ने कुरा मिलाएर यहाँ योजनाहरू बनाएका छन्। त्यसै गरी त्यही क्रममा चाहिँ प्राचीन वस्तुहरूको खोजी र सङ्ग्रह गर्ने आदि कुरा पनि हुन्छ। त्यही क्रममा चाहिँ रेडियो नेपालमा एउटा समाचार बच्छ कि सत्रथुममा पनि अब हमला हुँदैछ। सत्रथुमको हमला चाहिँ विदेशी आक्रमणकारीहरू त्यहाँ अत्याधुनिक हतियारसहित हमला गर्दैछन् र त्यसको लागि चाहिँ तयार रहन र युद्धमा मोर्चा सम्हाल्नको लागि सत्रथुममा रहेका लिम्बुहरूलाई सरकारले एउटा खालको नोटिस जारी गर्छ र त्यो कुरा चाहिँ मिराकलाई मन पर्दैन र युद्धमा जान सुरुमा इन्कार गर्छ, किनभने आफ्नै भूमिको सुरक्षाको लागि अर्काले उसलाई सुझाव दिएको पटक्कै मन पर्दैन र उसले आफ्नो भूमिको सुरक्षा गर्ने जिम्मेवारी अरू कुनै सरकारको अथवा अरू कुनै केन्द्र सरकारको भन्ने कुरा उसलाई त्यो चित्त बुझ्दैन र आफू एउटा संयुक्त राज्यको नागरिक भएको हुनाले आफ्नो सुरक्षा आफै गर्न सक्ने उसको धारणा हो र त्यही कुरा उसले माग्नेलाई बुझाउँछ र केही पछि चाहिँ उनीहरू लडाइँको अग्लो मोर्चा सम्हाल्दै त्यो युद्धलाई प्रतिकार गर्दै युद्धमा सहभागी हुन्छन्। त्यसै गरी मिराक एउटा राष्ट्रप्रेमी सचेत राष्ट्रसेवक एउटा युवा हो जसले राष्ट्रको प्रेम राष्ट्रप्रतिको कुराहरूलाई चाहिँ कुनै पनि हालतमा सम्झौता गर्न चाहन्न र एउटा आफ्नो अदम्य साहस उसले त्यहाँ प्रस्तुत गरेको छ। त्यसै गरी अर्को कथा छ अज्ञात वैज्ञानिकहरू भन्ने छ। अज्ञात वैज्ञानिकहरू भन्ने कथामा चाहिँ अत्यन्त रोचक खालको छ। त्यसमा यो कथा मैले पनि अनुवाद गरेर धेरै पल्ट सोचेँ त्यो कतिको रियलिस्टिक स्टोरी हो अथवा कतिको फिक्सियस हो यसको बारेमा त मलाई त्यो थाहा पनि छैन होइन। तर यो कथाले चाहिँ मलाई पनि वास्तवमा धेरै सोधेर मैले दोहोऱ्याइ यसलाई धेरै प्रश्न पढेँ पनि। र अज्ञात वैज्ञानिकहरू भन्ने कथामा चाहिँ लिम्बुहरूको दिमाग अथवा लिम्बुहरूको दिमागको अध्ययन गर्नको लागि लिम्बुहरूको परम्परागत जुन मुन्डुक संस्कृतिदेखि ल्याएर सबै कुराहरू संस्कृतिले उनीहरूमा गएको एउटा अनबायस टाइपको अथवा अरूप्रतिको सेवाभाव भएको सधैँभरि उत्थानशीलता अथवा प्रगतिशील त्यो खालको विचार त्यो खालको मनोभावना चाहिँ अरू चाहिँ वैज्ञानिकहरूको लागि पनि एउटा अध्ययनको क्षेत्र बनेको र विश्वका भौतिकशास्त्रका प्रोफेसरहरू जस्ता प्रोफेसरहरू चाहिँ त्यहाँ आउँछन् र त्यहाँका एकदमै अनपोल्युटेड माइन्ड्स भनौँ न लिम्बुहरूको अनपोल्युटेड माइन्ड्सहरूलाई चाहिँ प्रदूषित नभएका दिमागहरूलाई चाहिँ हामी प्रयोग गर्न चाहन्छौँ र त्यसबाट हामीले विश्वको भौतिकशास्त्रमा एउटा नयाँ विकास गर्न सक्छौँ भनेर 10 जना विद्यार्थीहरू खोज्न आएका मानिसहरू छन् र उनीहरूले त्यहाँ धेरै लामो एउटा वर्कसप जस्तो पनि गर्छन् र त्यसबाट उनीहरूले 10 जना अत्यन्त होइन त्यस क्षेत्रका लिम्बुवानका युवाहरूलाई चाहिँ विद्यार्थीहरूलाई लिएर जान्छन् भन्ने कुरा चाहिँ हामीले यहाँ बुझ्न सक्छौँ। यस क्रममा अज्ञात वैज्ञानिक भनेका चाहिँ लिम्बुवानका पुर्खाहरू नै हुन् है, जसले मुन्डुममा चाहिँ विज्ञान हटाए र विज्ञानले धेरै पछि डिस्कभर गरेको जुन खालको खगोल शास्त्रका कुरा होइन विभिन्न पिण्डहरूको कुरा चाहिँ उनीहरूले आफ्नो मुन्डुममा उल्लेख गर्न सके। तिनीहरूलाई वास्तवमा अज्ञात वैज्ञानिकहरू हुन्। अज्ञात किन हुन् त भन्दा अहिलेको संसारले उनीहरूलाई चिन्न सकेको छैन र वैज्ञानिक किन हुन् त भन्दा उनीहरूले विज्ञानलाई मुख्य आधार बनाए कुनै सुपरस्टिसनलाई होइन। यस्तो खालको कथा हामीले देख्न सक्छौँ। त्यसै गरी अर्को माटोको माया भन्ने कथा शीर्षकमा
यसमा चाहिँ कथाको शीर्षक जस्तै कथाको मुख्य पात्र हांसाको माटो प्रेम हामी यहाँ देख्न सक्छौँ। 17 थुममा समेत अनिकाल पर्दाखेरि त्यहाँका मानिसहरूलाई चाहिँ भनौँ न विभिन्न थुमहरूमा बिउ चाहिँ अब कहाँबाट ल्याउने त भन्दाखेरि चाहिँ खामसिङ तारको जमिनबाट चाहिँ बिउ त्यहाँ बचेको रहेछ भन्ने खालको एउटा ऐतिहासिक भूमि रहेछ त्यो खामसिङ तार भन्ने। र त्यो ठाउँबाट त्यस्तो ठाउँमा चाहिँ अहिले विभिन्न खालका मानिसहरूले बाहिरका मानिसहरूले भनौँ न जग्गा लिने तर खेती गर्ने किसानहरूले होइन, किसानहरूसँग जमिन पनि छैन, किसानहरू चाहिँ त्यहाँ एउटा काम गर्ने मान्छे मात्रै बन्ने भनौँ न जग्गा जोत्नेको नहुने तर बाहिरका मानिसहरूको कब्जामा हुने त्यो खालको अवस्थाको एउटा क्रान्तिकारी खालको कथा जस्तो आयो मलाई यसमा। र यसमा चाहिँ कथाका मुख्य पात्र अरू सम्पत्ति जस्तो पनि होइन, अरू मानिसहरू धन सम्पत्तिहरू सुन चाँदीहरू जम्मा गर्न सक्छ तर जमिनमाथि शोषण भन्ने कुरा, जमिनले पार्ने दीर्घकालीन प्रभावलाई सोचेर गर्नुपर्छ। रासायनिक खादको प्रयोग गर्ने, परम्परागत बिउहरूको संरक्षण नगर्ने जस्ता कार्यहरूको विरुद्ध हांसाले विद्रोह गर्छ। र उसले चाहिँ यो कथामा दिन खोजेको सन्देश चाहिँ जमिनमा आफ्ना पुर्खाहरूले बगाएको रगत पसिना छ त्यो मिसिएको हुन्छ र त्यसको उपयोग हामीले निस्वार्थ भावनाले गर्नुपर्छ। हामीले आजको लागि मात्रै जमिन हो, हामीले सकेसम्म बढी आम्दानी ल्याउँ भनेर अहिलेको लागि मात्र हेऱ्यौँ भने भविष्यमा हामी त्यो जमिनबाट पाउनुपर्ने कुराहरू पाउन सक्दैनौँ। जमिनलाई प्रदूषित गरेर जमिनबाट जुन खालको वातावरणको संरक्षण गर्नुपर्ने, जमिनमा गर्नुपर्ने कुराहरू खेतीपाती गर्नुपर्ने र खेतीपातीमा मुख्यतया स्थानीयहरूको हक लाग्ने, जसले काम गर्छ उसले हक लाग्ने कथाको चाहिँ सुरुवात गर्न चाहन्छौँ। त्यसैले अर्को छ पुरिएका ज्ञानहरू। पुरिएका ज्ञानहरू शीर्षकको कथा छ है। यो पुरिएका ज्ञानहरू शीर्षकको कथामा चाहिँ वेदाङ्गहरूको ज्ञान है, प्राचीन कालदेखि उहाँहरूमा रहेको ज्ञान र मिक्लाजुङ पहाडमा पाइने विभिन्न खालका जडीबुटीहरूको संमिश्रण गर्न सक्ने हो भने अथवा उहाँहरूको ज्ञानलाई हामी सही सदुपयोग गर्न सक्ने हो भने यहाँ एउटा उदाहरण दिएको छ सिडिक्पा नामको एउटा जडीबुटी जो चाहिँ एउटा अमृतमय जडीबुटी छ। त्यसमा चाहिँ सल्लेमहाङले आफ्नो प्रेमिका तेन्छामालाई बचाउन उसले यो जडीबुटी खोज्न जान्छ र आफ्नो ज्यानको बाजी राखेर मिक्लाजुङ पर्वतबाट यो खोजी गर्ने काम गर्छ र यसमा वेदाङ्गको ठुलो सहयोग रहेको हुन्छ। र यसमा यो कथामा चाहिँ प्रकट गर्न खोजेको कुरा चाहिँ के हो भने आधुनिक जुन खालको औषधि छ अथवा औषधि विज्ञानले पनि बचाउन नसकेको तेन्छामालाई उनी अब मर्छिन् नै भनेर डिक्लेयर गरिसकेको घोषणा गरिसकेको मान्छेलाई त्यस्तो खालको प्राचीन औषधिहरूले पनि बचाउन सक्दो रहेछ भन्ने खालको कुरा छ। यसबाट पुरिएका ज्ञानहरू भनेको त्यस्तो ज्ञान हो जुन ज्ञान चाहिँ है जुन ज्ञानको मद्दतले यहाँ तेन्छामाको ज्यान बचेको छ त्यो खालको कथा हामीले पुरिएका ज्ञानहरू भन्ने कथामा पाउन सक्छौँ। त्यसै गरी अर्को छ स्वर्गको खोजीमा। अत्यन्त अहिलेको समयमा पनि त्यत्तिकै विचारणीय छ अहिलेको टप अफ द टाउन भने जस्तो विषय छ। किनभने धार्मिक खालका मान्छेहरूको अतिवाद अहिले ज्यादा छ। कसैले मेरो धर्म ठिक, अर्कोले मेरो धर्म ठिक भन्छन्। र यो सबैमध्ये धर्म के ठिक हो त भन्ने कुरा चाहिँ स्वर्गको खोजीमा भन्ने कथामा छ। यो स्वर्गको खोजीमा भन्ने कथामा चाहिँ अत्यन्त गहन दर्शन बोकेको एउटा पात्र छ नामसाङ भन्ने। उसले सबैले भन्छन् एउटा नास्तिक हो, यो आस्तिक होइन, यो धर्मको विरोध गर्छ, यो धार्मिक मान्छे पनि होइन। तर नामसाङले भन्छ कुनै एउटा पार्टिकुलर धर्मको पछि लागेर मात्रै मान्छे धार्मिक हुने होइन, कुनै एउटा कसैको विचार मात्रै पन्थको मात्रै पछि लागेर हामी धार्मिक हुने होइन। हामी धार्मिक बन्ने भनेको त हाम्रो आफ्नो कर्ममा विश्वास गर्ने हो, हामीले आफ्नो कर्मलाई इमान्दार साथ पुरा गर्ने हो, हामीले अर्काको सेवामा मन लगाउने हो। त्यो भएर सबैभन्दा ठुलो धर्म भनेको मानवताको धर्म हो है। यहाँ विभिन्न खालका धर्मका ठेकेदारहरू जुन हामीले अहिले चर्चित भाषा पनि छ विभिन्न खालको, जस्तो यहाँ क्रिस्चियन चर्चको पादरी, हिन्दू धर्मका मन्दिरका पुजारी, त्यसै गरी अन्य विभिन्न खालका धर्मका मानिसहरू पनि यहाँ आउँछन्। किराँत धर्म, सनातन धर्म, विभिन्न खालको धर्महरूको यहाँ होइन मानिसहरू आउँछन्। र सबैले भन्छन् त्यो धर्म ठिक छैन, त्यसमा गयो भने ठिक हुने छैन। तर नामसाङले भन्छ सबै धर्महरूप्रति मेरो सम्मान छ, ठिक छ तपाईँहरू त्यसलाई फलो गर्नुहोस्। तर सबैभन्दा ठुलो धर्म भनेको त हाम्रो मानवताको धर्म हो। अनि उसले त्यो व्यवहार पनि देखाउँछ। उसले गाउँमा रहेको जडीबुटीहरूलाई बेचेर त्यहाँबाट प्राप्त भएको पैसाले पढ्न नपाएका बच्चाहरूलाई पढ्न मद्दत पुर्याउँछ, त्यहाँ भएका मानिसहरूलाई फाटेका लुगाहरू फेरिदिन्छ। र ती सबै त्यो धर्मको नाममा अतिवाद मचाइरहेका मानिस छन्, उनीहरूको दैनिक जीवनमा पनि उसले सहयोग पुर्याउन पाउँदा मानिसहरू सबै उसको कुरालाई प्रशंसा गर्छन् पछि। किनभने धर्म भनेको त एउटा मानवताको धर्म हो। धर्म भनेको अर्काको सेवामा आफ्नो ज्यान अर्पण गर्नु,
त्यो धर्म हो। धर्म भनेको आफूसँग भएर उभिएको बचेको चिज दिनु होइन। धर्म भनेको त आफूसँग भएको कुरा बाँडेर खानु पनि हो। यो कुरा चाहिँ नामसाङले यहाँ व्यक्त गरेका छन्। त्यसै गरी अर्को एउटा कथा छ, ऊ को थियो होला भन्ने है। कुनै एउटा मिस्टेरियस मान्छे छ यो पात्र है। यो कनालुङ भन्ने एउटा गाउँको कथा हो जहाँ एउटा ढुङ्गा नै एउटा मिस्टेरियस ढुङ्गा रहेछ भन्ने छ। कथामा उल्लेख भएको ढुङ्गा चाहिँ जहाँ चाहिँ मान्छेलाई नै तान्ने खालको ढुङ्गा रहेछ भन्ने छ। अब त्यो खालको कनालुङ भन्ने गाउँको कथामा चाहिँ सुकुमहाङ नाम गरेकी एक युवती र उनको मनमा बस्न सफल एक युवक र ऊ पात्र कथा हो यो। र त्यो कथाको पात्र चाहिँ आफ्नो सम्पूर्ण परिवार, धन सम्पत्ति, भक्ति बुढी आमा है, आफ्नो सबै कुराहरू त्यागेर ऊ एउटा दर्शनको खोजीमा हिँडेको छ, दर्शनको अनुसन्धानमा हिँडेको छ। कामदेन हाङको दर्शनको अनुसन्धानमा हिँडेको छ। मुन्नुङमा चाहिँ चर्चा गरिएको कामदेन हाङको दर्शन कस्तो छ त? दर्शनले चाहिँ यो एकदमै महत्त्वपूर्ण कुरा किन पनि छ भने हामी विभिन्न दर्शनहरूको पछि लागेका छौँ र विभिन्न खालका आयातित दर्शनहरूको पछि लागेका छौँ। लास्ट टाइम हाम्रो युग पाठकजी एउटा चुनावमा लड्नुभएको थियो। उहाँको म एकदम फलो गरेर राखेँ उहाँको दैनिक उहाँका कुराहरू। र उहाँले व्यक्त गरेको कुराले यो कुरा एकदमै म्याच गर्छ। किनभने दर्शन भनेको हाम्रो मौलिक दर्शन चाहिन्छ। हाम्रो जीवन सुधार्ने दर्शन पो चाहियो त। हामीले विदेशबाट आयातित गरेको दर्शनले त हाम्रो सबै समस्याहरूको समाधान गर्न सक्दैन। त्यही कुरा छ। अत्यन्त दार्शनिक चेत भएको यो कथा छ। हाम्रो मौलिक समस्याहरूको हल गर्नको लागि हामीलाई मौलिक दर्शन नै चाहिन्छ है। संसारमा दर्शनको बारेमा हामीले पढ्नुपर्छ। संसारका विभिन्न दर्शनहरूको बारेमा हामीले ज्ञान हासिल गर्नुपर्छ। तर त्यसै दर्शनहरूको बाट हामीले ज्ञान त हासिल गर्नुपर्छ, तर व्यवहारमा सबै कुरा यहाँ लागू गर्न पनि नसकिएला। त्यसको लागि हामीले आफ्नो मौलिक दर्शनको विकास गर्नुपर्छ। र त्यसको लागि यहाँ कामदेन हाङको जुन दर्शन मुन्नुङमा व्यक्त भएको जुन दर्शन छ त्यो दर्शन हाम्रो मौलिक दर्शन हो भन्ने कुरा यहाँ यो पात्रले चाहिँ व्यक्त गरेको छ। र यो कुराले लेखक स्वयं पनि अत्यन्त प्रभावित भएको हामीले पाउँछौँ र उहाँ त्यो लेखकले पुस्तकमा त्यो कुरा उल्लेख गर्नुभएको छ। अर्को एउटा महत्त्वपूर्ण प्रश्न छ, एउटा कथा छ निर्णय नम्बर 15 भन्ने है। निर्णय नम्बर 15 एउटा यस्तो कथा हो जसले लिम्बू संस्कृतिलाई मौलिक रहिरहन प्रेरित पनि गर्छ। यहाँ एउटा भेदभावको चर्चा पनि छ। जाति भेदभाव को शिकार भएकी एकजना पात्र छिन् यहाँ लीला बराइली भन्ने एउटा पात्र छिन् जो जाति भेदभावको शिकार भएकी छन्। र उनले सत्रथुमको एउटा चुम्लुङ चलिरहेको बेलामा, सत्रथुमका प्रतिनिधिहरूको चुम्लुङ चलिरहेको बेलामा उनलाई त्यहाँ प्रस्तुत गर्न खोजिन्छ। तर त्यहाँ भएका विभिन्न प्रतिनिधिहरू त्यसको विरोध पनि गर्नुहुन्छ। तर त्यो बिचमा उहाँलाई बोल्ने अवसर प्रदान गरिन्छ र उहाँले एउटा अत्यन्त राम्रो तरिकाले है भेदभाव, जुन जाति भेदभावको कुरा छ यो हाम्रो लिम्बू संस्कृतिको भेदभाव होइन। अब यो हामीले अरूहरूले भनेको कुरालाई हामी कपी गरेर यसलाई ल्याएका हौँ र एउटा विकसित भाषा, सभ्यता र राष्ट्रिय लक्ष्य भएको लिम्बुवा चाहिँ एउटा समग्र राष्ट्र हो र राष्ट्रको आफ्नै नीति हुन्छ, आफ्नै खालको व्यवस्था हुन्छ। र त्यसमा चाहिँ लीला बराइलीहरू के हुन्छ भन्दा बाहिरबाट पाहुनाको रूपमा लिम्बुवानमा प्रवेश गरेका हुन् है। अत्यन्त गम्भीर कुरा पनि छ किनभने लिम्बुवानको आदि भूमि हो यो र त्यो भूमिमा विभिन्न खालका मानिसहरू पछि आए। हुन त सबै नागरिकको बराबर अस्तित्व हुन्छ, कुनै पनि देशमा कुनै पनि नागरिकलाई कसै सर्ने अधिकार छ। तर यदि लिम्बुवानका मानिसहरूले हामी यहाँका राजा हौँ अथवा यहाँका हाङहरू हौँ अथवा हामी यहाँका प्रमुख मान्छेहरू हौँ अथवा हामी उदार मन भएका मान्छे हौँ भन्ने दाबी गर्छौँ भने है, यदि तपाईँहरू गर्नुहुन्छ भने तपाईँहरूले पाहुनाहरूलाई हेर्ने दृष्टिकोण त के हुनु पर्यो? अतिथि त हामी देवता मानेका छौँ, अतिथिलाई त प्रमुख सत्कार दिने भनेका छौँ। त्यसो भए एउटा विश्वकर्मा अथवा ब्राह्मणमा किन भेदभाव त? यो सबै मानिसको रूपमा हेर्नु पर्यो नि भन्ने खालको गम्भीर प्रश्न यहाँ उठान गरिएको छ। र यो एउटा निर्णय नम्बर 15 भनेको चाहिँ त्यहाँ कुर्सी मध्येमा 17 मध्येमा 15 नम्बरको कुर्सीले राखेको प्रस्ताव पारित भएको हुनाले त्यो कुरालाई निर्णय नम्बर 15 को रूपमा यहाँ चर्चा गरिएको छ। त्यसै गरी अर्को एउटा महत्त्वपूर्ण कथा म देख्छु यहाँ तान बुन्ने केटीको बारेमा कथा छ। एउटा आफ्नो वियोग, एउटा व्यक्तिगत रूपमा आफ्नो वियोगलाई मानिसहरूले वियोगलाई एउटा टेन्सन, डिप्रेसन, त्यसपछि सुसाइडसम्म पुग्छन्। तर हिन्जीलाई त्यस्तो युवती होइन, उनलाई पनि एकपल्ट मरौ नलागेको पनि होइन। त्यो गाउँको एउटा साधारण साथी, एउटा उसको साथी हुन्छ,
उसलाई पहिलेदेखि मन परिरहेको मान्छे जब लाउरे बन्छ भने झन् खुसी हुन्छन् र अब ऊ आएर उसलाई बिहे नै गर्छ अरे भन्दा झन् खुसी हुन्छन्। तर दुर्भाग्यवश उसको हाकिमले उसको छोरीले आफ्नो छोरीलाई उसँग विवाह गराइदिन्छ र त्यसपछि ऊ त्यहाँ फर्किँदैन, सहरमै बस्न थाल्छ। यो कुराले उनलाई ठुलो असर पर्छ, परिवारमा पनि उसको सबै मानिसहरू बिर्सिएका हुन्छन् र यस्तो अवस्थामा उनी अब संसारबाट बिदा हुनुपर्छ जस्तो उनलाई लागेको हुन्छ। उनी जीवनको अत्यन्त निराशाजनक क्षयमा हुन्छन् र त्यस्तो अवस्थामा पनि उनले आफ्नो त्यो निराशालाई आफ्नो त्यो वियोगको घडीलाई चाहिँ है उनले परिणत गर्छन्, सृजनामा बदल्छन् र सृजनात्मक काममा उनी लाग्छन् र तान बुन्ने काम गर्छन्। त्यसको विदेशीहरूले पनि हेर्छन्, प्रशंसा गर्छन्, अन्तर्राष्ट्रिय स्तरसम्म उनले पुग्छन् र युरोपसम्म उनले त्यसलाई विस्तार गर्छन् र कैयौँ मान्छेलाई रोजगारी पनि दिन्छन् र उनको जुन होइन शोकलाई एउटा सृजनामा बदलेर, वियोगलाई एउटा सृजनामा बदलेर उनी विश्वभरि चर्चित बन्ने र एउटा लिम्बुवानको साधारण केटी विश्वमा चर्चित एउटा नागरिक बन्न सक्छन् भन्ने एउटा आशा देखाउने खालको कथा हो यो। त्यसै गरी अर्को छ शब्दको शक्ति भन्ने कथा छ। अब यो कथामा चाहिँ सिक्कुम हाङ र लाहाङ दाजु बहिनी हुन्छन् र शब्दको रूपमा पनि विभिन्न खालका जात जातिहरूलाई गरिने हेपाई खालको कुराहरू पनि यहाँ चर्चा गरिएको छ। केही शब्दमा होइन केही बोलीमा होइन विष हुन्छ, रस हुन्छ, केही बोलीमा विष हुन्छ भन्ने छ। त्यस कारणले कुनै पनि बोली हामीले कुनै पनि जातलाई कुनै पनि समुदायलाई हेपाहा खालको दृष्टिकोणले कसैलाई भन्यौँ भने त्यसको कति नराम्रो असर पर्छ मानिसमा भन्ने कुराको यहाँ चर्चा गरिएको छ। त्यो पनि यो कथाले चाहिँ हामीले शब्द चयन गर्दाखेरि कुनै पनि जात जाति धर्म संस्कृतिहरूको प्रति चाहिँ नकारात्मक धारणा आउने खालको शब्द प्रयोग गर्नु हुँदैन। लिम्बू जाति सोझो जाति हो, यसलाई केही पनि थाहा छैन, यो बुद्धिहीनहरू हुन्छ, यिनीहरू बुद्धि हुन बल मात्रै हुन्छ भन्ने टाइपको तरिकाले मानिसहरूले सबैलाई जनरलाइज गर्ने खालको प्रवृत्ति हुन्छ। त्यसको यहाँ विरोध गरिएको छ। एउटा पढ्दै गरेकी छात्रा हुन् यिनी लाहाङ र उनले लाहाङमाले यसको विरोध गर्छन् र पछि सुशिक्षकहरूले पनि यसको माफी माग्नुहुन्छ र उनले एउटा शब्द चयनमा पनि कसरी चाहिँ मानिसहरू चुकेका हुन्छन्, विद्वान भनेका मानिसहरू पनि भन्ने कुरा यहाँ छ। अब त्यसै गरी निर्दोष दुखाइहरू भन्ने छ। अब दुखाइ एउटा पीडा होइन, त्यो एउटा खालको कथा छ यहाँ। यो कथामा चाहिँ मिक्की हाङ नामक एक पात्र हुन्छ र म पात्रसँग भेटघाट भएपछि ऊ अत्यन्त पीडित हुन्छ। उसले सोचेको उसले के हुन्छ भन्दा एउटा अव्यक्त प्रेम गरेको हुन्छ एउटा है केटीलाई र उसले चाहिँ त्यो कुरा व्यक्त पनि गरेको छैन र उसले चाहन्छ कि उसँग मेरो बिहे हुन्छ नै भन्ने छ, उसलाई लागेको हुन्छ। तर त्यस्तो त हुँदैन। पछि उसको बिहे अन्यत्र भइसकेपछि उसले अब संसारबाट बिदा हुन नसके पनि कम्तीमा म नेपालबाट चाहिँ अब यो लिम्बुवानबाट कहिले नफर्किने गरी सिक्किमतर्फ बसाइसक्छु भन्दै रहेको छ। त्यो बेलामा म पात्रसँग भेट हुन्छ र कथाकारले उसलाई हामीले सबैले यसरी लिम्बुवानलाई छोड्दै गयौँ भने, सबैले लिम्बुवानलाई यसरी व्यवस्था गर्दै गयो भने यो हाम्रो पुर्खाको भूमि, यो हाम्रो इतिहास रचेको भूमि अल्पत्र पर्नेछ भने उसमा आशाको सञ्चार गराउँछन् र उसलाई पुनः त्यो भूमिमा फर्कने गरी ऊ त्यहाँबाट सामान बोकेर एउटा भरियाको काम गर्ने मानिस हुन्छ। त्यसरी अगाडि बढेको हुन्छ र निर्दोष छ है, निर्दोष छ किनभने उसलाई थाहा छैन कि के कुरा हो, कसरी हुन्छ भन्ने पनि थाहा छैन। तर उसको दुखेको मन छ, यी सबै कुराहरू यहाँ समेटिएको छ र त्यो बोध गराउने काम चाहिँ यहाँ कथाकारले म पात्रको माध्यमबाट गरेका छन्। त्यसै गरी यहाँ छ सेम्पाङ माङको चेतावनी भन्ने कथा छ। हामी अब अन्त्यतिर छौँ, नआतिनु होला। सेम्पाङ माङको चेतावनी भन्नेमा चाहिँ सपनाकी देवी सेम्पाङ माङ भन्ने रहेछन् है। अनि त्यसपछि उनले चाहिँ लिम्बुवानमा चाहिँ हामीले होइन त्यो याक्थुङ लाटे जुन भनेको छ भूमि, त्यहाँ चाहिँ मानिसहरूको त्यहाँका मानिसहरूलाई दिएको चेतावनी हो यो। मानिसहरूमा सपना हराएको छ। मानिसलाई फेरि हामी कसरी एउटा कस्तो खालको हाम्रो इतिहास थियो, कतिको उन्नत हाम्रो इतिहास थियो, कतिको प्रगतिशील इतिहास थियो, कतिको सबैले सम्मान गर्ने इतिहास थियो भन्ने कुरा मानिसहरूले बिर्सिराखेका छन् र त्यो बिर्सिराखेपछि मानिसहरू अल्छी भएका छन् र आफ्नै जातिको, आफ्नै समुदायको, आफ्नै वर्गको उत्थानको लागि पनि मानिसहरू लागिरहेका छैनन् भन्ने कुरालाई यहाँ व्यङ्ग्यात्मक खालले प्रस्तुत गरिएको छ। र यसरी सपना हराएका मानिसहरू देखेर यस कथाको मुख्य पात्र बारा खान जो एउटा लेखक पनि हुन्छन् र उनी त्यहाँ जान्छन् र हेर्छन् त सबै जो हिजोका जोशीला युवाहरू थिए, ती जोशीला युवाहरू अब निराश भएका छन्। जोशीला युवाहरू अब भविष्यप्रति कुनै मोह छैन उनीहरूलाई, उनीहरू जीवन पनि कष्टकर तरिकाले बिताइरहेका छन्। यस्तो अवस्थाका युवाहरूलाई देखेर बारा खानले त्यसको समाधान कसरी हुन्छ त भन्दै उनले
ध्यान गर्छन् अथवा एउटा खालको गहन चिन्तन गर्छन् र मिडियाको प्रवक्ता गरेर के सोच भङ्ग हुन्छन् र त्यस बारेमा मेडिटेसन गर्छन् एउटा खालको ध्यान गर्दाखेरि उनले प्राप्त गर्छन् कि यहाँ चाहिँ सेम्पाङमाङ भन्ने देवीले चाहिँ पहिलेका पुर्खाहरूले चाहिँ हाम्रो भूमिलाई हामी एउटा सबैको लागि हटाउने खालको भूमि, सबैको लागि निस्वार्थ सेवा गर्ने भूमि, सबैको लागि आफ्नो रक्षा गर्न सक्ने भूमि बनाउँछौँ भनेर कसम खाएका थिए अरे। तर त्यो कुरा पुरा गर्न सकेनौँ, त्यसैले म यो ठाउँ छोडेर सेनाको लागि जाँदैछु भन्ने देवीको जुन खालको कुरा हुन्छ र त्यो कुरालाई चाहिँ अनि बाराक खानले चाहिँ त्यसलाई चाहिँ होइन तपाईँ बस्नुपर्छ, हामी त्यसको लागि सपना देख्ने युवाहरूमा ल्याउँछु, प्रतिबद्धता गराउँछु भनेर एउटा वार्ता गराउँछन् र उक्त अवधिमा चाहिँ सक्षम र समृद्ध लिम्बुवान बनाउन नसके सधैँको लागि त्यो छोड्ने, त्यो ठाउँ छोड्ने, त्यो सधैँको लागि त्यो ठाउँको मान्छेहरूलाई सपना देख्न छोड्नु होइन, सपना अथवा भविष्यको कल्पना गर्न हराउने गरी म छोडेर जान्छु भन्ने कुरा चाहिँ यहाँ यो कथामा व्यक्त गरिएको छ। त्यसै गरी छ आत्मिक धड्कन भन्ने कथामा चाहिँ विज्ञान, हामी विज्ञान भन्छौँ, विज्ञानको पछि लाग्छौँ, तर विज्ञानसँगै हाम्रो मुनमुनमा पनि त विज्ञानका कुराहरू छन् भन्ने कुरा नबुझेको एउटा बिएससी पढ्दै गरेको एउटा विद्यार्थीको कथा चाहिँ हो है। त्यो छात्र मुनमुन पनि कन्ठस्थ छ उसलाई, तर विज्ञानको कुरा पनि छ उसलाई, र विज्ञानको कुरा हेर्दा मुनमुन गलत हो जस्तो लाग्छ, किनभने मुनमुनलाई उसले फगत एउटा धार्मिक ग्रन्थको रूपमा मात्रै बुझेको होला, एउटा कन्ठस्थ गर्ने वस्तु मात्रै बनाएको होला। तर म पात्रले उसलाई यस कथाकारले उसलाई बुझाएपछि मुनमुन नै विज्ञानहरूको पनि विज्ञान हो र विज्ञानका धेरै कुराहरू मुनमुनमा अट्छन्, केवल यी दुईवटा कुराहरू प्रश्न विरोधी कुराहरू होइनन्, यी कुराहरू त एक आपसमा परिपूरक कुराहरू हुन् भन्ने कुरा बुझाउने काम लेखकले गरेका छन् आत्मिक धड्कन भन्ने कथा मार्फत। त्यसै गरी नलेखेका कथाहरू जुन कथा छ, नलेखेका कथाहरूमा चाहिँ जुन कथाको शीर्षकले बुक पनि बनेको छ, पुस्तकको नामाकरण पनि भएको छ। नलेखेका कथाहरू लिम्बुहरूको इतिहासको कथा हो। यो कथामा चाहिँ राजा महेन्द्रले जति बेला सुब्बा प्रथाको अन्त्य गरे, त्यसपछि लिम्बुहरूले त्यो सुशासन गरिरहेको जुन क्षेत्र थियो त्यो क्षेत्र गुमाउनु पर्यो। त्यो गुमाएपछि कोही एउटा परिवारको एउटा पात्र छन्, यहाँ एकजना टुम्बाको कहानी छ, उहाँ उनले लिम्बुवानको शासनकालमा धेरै मान्छेको सेवा गरे, धेरै मानिसहरूलाई भूमि जमिन दिए, धेरै मानिसहरूको समस्याको समाधान गरे, धेरैको दुःख हरण गरे, उनी आफै शासक थिए। तर उनले आफ्नो बारेमा कहिल्यै सोचेनन्, उनले अर्काकै लागि सोचेर आज उनको अवस्था अत्यन्त दयनीय अवस्थामा छ, किनभने उनले कुनै पनि कुरा आफ्नो लागि भनेर बचाएनन्। उनले जनताको लागि, आफ्नो जनताको लागि, आफ्नो मानिसहरूको लागि नै सेवा गर्ने उनले ठुलो कुरो ठाने र उनी अहिले अत्यन्त कष्टकर जीवन बिताएको अवस्थामा छन् भन्ने कुरा चाहिँ यो कथामा छ। तुम्बाको जीवन अहिले कष्टकर अवस्थामा छ है, तर निस्वार्थ सेवा र त्याग उनको यो कथामा प्रकट देख्न पाइन्छ, प्रकट रूपमा हामी देख्न सक्छौँ। त्यसै गरी अब हामी अर्को कथा छ, 17 नम्बरको कथा छ है, उसलाई बुझ्न सकिन भन्ने एउटा कथा छ। यसमा चाहिँ एउटा अन्तर्जातीय विवाह, लिम्बू युवा र अन्य समुदायको एकजना रन्जु नाम गरेकी युवती बिचको प्रेम सम्बन्ध विवाहमा परिणत पनि हुन्छ र उनीहरूको जीवन ठिकठाक चलिरहेको हुन्छ। तर केही समयपछि रन्जुलाई उनीहरूको सम्बन्ध देखेर खास चित्त बुझ्दैन, किनभने उनसँग हामी त्यस्तो व्यक्ति हो, उसले सोच्छ कि सबैको लागि अर्काको लागि काम गरौँ है। धेरैले भनेका छन् होइन, फर अदर्स होइन, इथिकली रेस्पोन्सिबल फर अदर्स होइन, कस्तो अर्काको लागि काम गर्ने, अरूको लागि हामीले त्याग गर्ने अथवा अरूको लागि हाम्रो आफ्नो जीवन समर्पण गर्ने बुद्धले भनेका कुराहरू पनि त्यस्तै हो है। र किराँत दर्शनमा पनि त्यो कुराहरू उल्लेख छ। अनि उनसँग हामीलाई चाहिँ आफ्नो मिसन छ, उसको मिसन के छ भने लिम्बुवानभित्र हराइदिएको देश भन्न चाहन्छौ, लिम्बुवानको आफ्नै मौलिक परम्परालाई कायम राख्न चाहन्छौ, त्यसको लागि ऐतिहासिक दस्तावेजहरूको गहन अध्ययनमा लागेको छौ, बुझ्दै नबुझिने भाषा उसले हेरिरहेको छ, बुझ्दै नबुझिने विभिन्न खालका शिलालेखहरूले अध्ययन गरिरहेको छ। ऊ कहिले विभिन्न खालका ठाउँहरूमा भारतसम्म पुगेर उसले पुस्तकहरू ल्याउँछ, अध्ययन गर्छ, घोरिन्छ, एकरो हुन्छ। तर परिवार भनेपछि त श्रीमतीले आफूलाई समय पनि नदिएको, बालबच्चाको लागि भविष्यको बारेमा केही पनि नसोचेको आदि कुराहरूले गर्दा रन्जुलाई त्यो कुरा पटक्कै चित्त बुझ्दैन र त्यो कुराहरूले गर्दा उनले अब अन्ततः सम्बन्ध विच्छेद गर्ने निर्णय गर्छन् र सम्बन्ध विच्छेद पनि गरिन्छ र अन्त्यमा
उसले भनेको हुन्छ, उनसँग हामीले रन्जुलाई भनेको हुन्छ कि तिमीले मलाई बुझ्न सकेनौ भनेर एक वाक्य उसले व्यक्त गरेको हुन्छ है। र हुन पनि हो केही समयपछि जब समय क्रम बित्छ र रन्जुले त्यो कुराहरू बुझ्छन् र त्यो कुराप्रति उनले आत्मआलोचना गर्छन् र यसलाई उनलाई पश्चाताप हुन्छ र उनले आफ्नो श्रीमान उनसँग हाङको एउटा महान एउटा उद्देश्य लिएर एउटा समाजको होइन आफ्नो हराएको इतिहास बोल्ने जुन काम छ त्यसको सारथी बन्न नसकेकोमा उनी अत्यन्त दुःखी हुन्छन्। त्यसैले उनले आफ्नो पतिलाई बुझ्न नसकेको कथा यस कथामा छ। त्यसै गरी अर्को कथा छ एक अपूर्णीय क्षति। एक अपूर्णीय क्षति भनेको यो कथामा चाहिँ बायोकेमिस्ट्री ल्याबमा काम गर्ने एउटा पढे लेखेको लिम्बू केटा र बायोकेमिस्ट्री ल्याबमा ल्याबका वैज्ञानिकहरू को कुराहरू छ। यहाँ बायोकेमिस्ट्री ल्याबमा काम गर्ने यो युवक छ नुवाहाङ भन्ने र उनी चाहिँ उनलाई गाउँमा आफ्नो बोजूले एउटा गाउँको बोजूले बनाएको जुन जार छ त्यहाँको स्थानीय चाहिँ उत्पादन त्यो चाहिँ खास त्यस्तो नौलो कुरा होला भन्ने लागेको थिएन। जति बेलासम्म उनले एउटा बायोकेमिस्ट्रीको प्रोफेसर एउटा वैज्ञानिकलाई लिएर उनी गाउँमा जान्छन् र उनलाई त्यो कुराको टेस्ट गराउँछन् र उनी अचम्मित हुन्छन् किनभने उनले जुन त्यो जार बनाउनको लागि प्रयोग गरेको जुन मर्चा छ अथवा त्यो बिरुवा छ त्यो चाहिँ अत्यन्त मौलिक खालको र अन्य कसैले गर्न नसकेको कुरा भएको विदेशले थाहा पाउँछन् र उनले त्यो कुरालाई अन्तर्राष्ट्रियकरण गर्न सके, लिम्बुवानको उन्नति प्रगति त्यसमा रहने र आर्थिक समृद्धिको ढोका खुल्न सक्ने कुरा बताउँछन्। त्यसको लागि उनले तिनीहरूलाई त्यो कुरा नुवाहाङ मार्फत त्यो कुरा व्यक्त गर्छन्। नुवाहाङ पनि उत्साहित हुन्छन् के थाहा यहाँका पढ्न नपाएका लिम्बुवानका नागरिकहरूको लागि यो एउटा अवसर पनि हुनसक्छ किनभने आर्थिक रूपमा समृद्धिको ढोका खुल्यो भने यहाँका मानिसहरूमा चेतनाको स्तर पनि बढ्ला र यहाँका मानिसहरूले चाहेको हामीले चाहेको जस्तो अथवा एउटा आत्मनिर्भर खालको लिम्बुवान बनाउनु पनि सकिएला भन्ने उनलाई लाग्छ र उसले त्यसको फलो गर्छन्। त दुर्भाग्यवश गाउँमा भएका विभिन्न खालका क्रान्तिहरूमध्ये एउटा क्रान्तिमा जानले नै समाज बिगारेको हो र मुख्य बिगार्ने तत्त्व यही हो भन्ने कुरा एकदम तीव्र रूपमा क्रान्तिकारी खालको आन्दोलन हुन्छ र त्यसको फलस्वरूप ती बोजूको हत्या हुन्छ र उनले त्यो जडीबुटी के थियो भनेर पत्ता लगाउन सक्दैनन् र यसलाई चाहिँ एउटा एक अपूर्णीय क्षतिको रूपमा लेखकले लिएका छन् है। समृद्ध लिम्बुवानको सपना देखेको नुवाहाङको सपनाको पनि अन्त्य भयो। त्यो उनको सपनाको बनाउने एउटा अभियान यहाँ छुटेको छ। त्यो कथा पढ्दै गर्दा म पनि अत्यन्त प्रभावित भएको बेलामा त्यो यसको कथाको जुन सेन्सेसनल खालको चाहिँ एकदमै राम्रो लाग्यो। अरू कथा हुँदा त्यो कथामा अब के हुन्छ होइन क्यान सी सर्भाइभ अर नट होइन के हुन्छ वाट्स नेक्स्ट भन्ने खालको मान्छे अब के हुन्छ भन्ने चाहिँ एकदम थ्रिलर अब सस्पेन्स खालको स्टोरी लाग्यो मलाई र अत्यन्त राम्रो लाग्यो। त्यसै गरी खाम्बे खाङको अर्थतन्त्र अर्को एउटा अत्यन्त महत्त्वपूर्ण र अहिले नेपाललाई चाहिएको अर्थतन्त्र पनि हो। यो खाम्बे घाङको अर्थतन्त्र भनेको मौलिक अर्थतन्त्र भने हो, त्यस भूमिको अर्थतन्त्र भनेको त्यो कस्तो अर्थतन्त्र हो त भन्दा एउटा आत्मनिर्भर बन्न र समाजमा रहेका युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेर अत्यन्त कठिन परिस्थितिका बावजुद पनि चैत हाङ भन्ने एउटा पात्रले गाउँमा खेतीपाती गर्छ, अदुवा उत्पादन पनि गर्छ। मलाई के उत्पादन होला, आम्दानी होला, सबै मानिसहरूको जीवनस्तर बदलेला भन्ने बेलामा उसले सहरमा लगेर ती सामानहरू बेच्न पर्छ तर विदेशबाट आएका सामानहरूको बजारमा मूल्य छ, बजारमा मानिसहरूको लाइन छ किन्नलाई तर आफ्नो मौलिक उत्पादनहरू आफ्नो कृषि उत्पादनहरूको माग छैन। अनि यसले गर्दा के हुन्छ त भन्दा ऊ सामानहरू बेच्न सक्दैन। मानिसहरूको सामानहरूलाई किने पनि अत्यन्त कम मूल्यमा किन्न चाहन्छन् जुन नको बराबर हुन्छ, जुनको कुनै मूल्य नै हुँदैन। यो देखेर ऊ अत्यन्त हाजित हुन्छ, ऊ अत्यन्त दुःखी हुन्छ। उसँग त्यहाँ आफ्नो काम सामानहरू बोकाएर लगेका भरियाको लागि खाजा खुवाउने पैसा पनि हुँदैन। उसको साथीले उसलाई सहयोग गर्छन् र उसले त्यहाँ मानिसहरू सामु उसले व्यक्त गर्छ आफ्नो विचार के हो यो, हामी कहाँ छौँ, हामी कतातर्फ हाम्रो कहाँ हेरेको छौँ, हामी कता हेरेको छौँ, हामी कहाँ छ हाम्रो गन्तव्य। हामी आफ्नो सामानहरू उत्पादन गरेका सामानहरूलाई हामीले बजार नपाउने र विदेशी सामानहरूको यस्तो होइन बढी बढाउ मूल्य हामी दिनुपर्ने है। अहिले हाम्रो देश पनि होइन व्यापार घाटामा छ, हामी उत्पादन सुन्ने अवस्थामा छौँ, हामी होइन एक्सपोर्ट गर्न केही पनि सक्दैनौँ, आयात मात्रै गर्छौँ र देशको अर्थतन्त्र धराशायी अवस्थामा छ।
कुन बेला क्रास हुन्छ भन्ने खालको अवस्थामा छ। भनेपछि संविधानको अर्थतन्त्रको बारेमा त्यहाँ एउटा विद्यार्थीले भाषण गर्छ, हो अब हामीलाई चाहिएको अर्थतन्त्र भनेको हाम्रो भूमिको अर्थतन्त्र हो। हामीले अब विश्वका विख्यात अर्थशास्त्रीहरूको अर्थतन्त्र मात्र हामीले जान्न सक्दैन। अब ती कुराहरूले हाम्रो समस्याको बोध गर्न सक्दैन, त्यसमा हामीले व्यक्त गर्न सक्दैनौँ। त्यसको लागि हामीलाई आफ्नै मौलिक अर्थतन्त्र चाहिन्छ र त्यो अर्थतन्त्र अब हामीले विकास गर्नुपर्छ। त्यो अर्थतन्त्र भनेको हाम्रो मौलिक उत्पादनलाई प्रश्रय दिने खालको अर्थतन्त्र हो। त्यो अर्थतन्त्र भनेको हामीले आयात कम र निर्यात बढी गर्ने अर्थतन्त्र हो। त्यो अर्थतन्त्र भनेको हाम्रो जनताको जीवनस्तर सुधार्ने अर्थतन्त्र हो। त्यो भनेको कृषिमा ल्याउने आधुनिक क्रान्तिको अर्थतन्त्र हो भन्ने उसको भाषण सुनेर सबै मानिसहरू जन्म पर्छन्। सबै मानिसहरूमा यस्तो खालको एउटा खालको आशा जगाउने खालको र लिम्बुवानको एउटा अर्थतन्त्र। अब त्यहाँका मान्छेले भएको पीडा, लिम्बुवानमा तपाईँ समग्र देशले भएको पीडा पनि यही हो र यही पीडालाई यहाँ अत्यन्त सरल भाषामा अत्यन्त मिठो तरिकाले यहाँ प्रस्तुत गरिएको छ। त्यसै गरी दुईटा कुरा भन्ने अन्तिम कथा छ र यो कथामा चाहिँ लिम्बुवान लगायत नेपालका आदिवासीहरूलाई चाहिँ मूल संस्कृति अथवा आफ्नो संस्कृति बिर्साएकोमा चाहिँ खुसी मान्ने जमात पनि छ भन्ने खालको कुरा छ। तर एकदमै महत्त्वपूर्ण विषय हो। अहिले पाठ्यक्रमको सम्प्रेषणको कुरा पनि उठिरहेको छ है। पाठ्यक्रमहरूको होइन करिकुलम अडिटिङ भन्छ है, करिकुलमको पनि अडिटिङ गर्नुपर्छ। जनसङ्ख्याको आधारमा सबै जातिको प्रतिनिधित्व भएको छैन र विद्यालय पाठ्यक्रममा होइन। सबै पाठ्यक्रमहरूमा सबै जात जातिहरूको कुराहरूलाई सकारात्मक तरिकाले व्याख्या गरिएको छ कि त्यसलाई नकारात्मक तरिकाले व्याख्या गरिएको छ भन्ने कुरा अहिलेको भर्खरै उठान भएको नयाँ विषय पनि हो। र यो कुरा आजभन्दा 20 वर्ष अगाडि है लेखेको यस कथामा हामी पाउँछौँ। यहाँ यस कथामा है सेमिया नाम गरिने पात्र, सेमिया नाम चाहिँ कथाकारले दिन्छन्। एउटा दिपक, एउटा दिपा होइन, एउटा चाहिँ बुझो उज्यालो दिने खालको मान्छे भनेर उसलाई नाम दिन्छ। र ती युवती अत्यन्त प्रायः कृष्ण हुन्छन् र उनलाई अरू भाषा जसमा मेन स्ट्रिम ल्याङ्ग्वेजहरू भनौँ न नेपाली भाषा बोल्न पाएकोमा उनी गर्व गर्छन्। शिक्षा गर्ने वा यसले चाहिँ अब के गर्छ, लिम्बूहरूको यसमा टोन छैन, अब यस्तो लवज चाहिँ प्रष्ट छ, अब यसले चाहिँ भनौँ न त्यस्तो कुरा गर्छ, आफ्नो जातको कुरा गर्दैन भनेपछि यस्ता कुराहरूलाई चाहिँ हामीले बढी प्रश्रय दिइरहेका छौँ। हो मधेसको मामलामा त्यस्तै हो, जात जातिको दलितको बारेमा त्यस्तै हो र जात जातिको कुरामा पनि हामीमा के छ भने कसैलाई ज्ञान दिनु, कसैले ज्ञान पाउनु कुरा यो चाहिँ एउटा नराम्रो कुरा होइन। हाम्रोमा के छ भने जबसम्म मान्छेहरू शान्त रूपमा बसोबास गर्छन्, किनभने जबसम्म अनभिज्ञ हुन्छन्, अज्ञान हुन्छन्, तबसम्म चाहिँ ठिक मान्ने, जब मान्छेले चेतना प्राप्त गरे पनि अब विद्रोही हुन्छ कि विद्रोह गर्छ कि भनेर हामी डराउने त्यो होइन। जब सबै चेतनशील भयो भने बल्ल पो समाज उन्नत बन्ला, जब पो समाज प्रगति गर्छ। त्यो भएर मानिसहरूलाई कसैलाई पनि गुमराहमा पारेर हाम्रो समाज प्रगति गर्न सक्दैन। त्यसैले यहाँ यो पात्रले चाहिँ उनले चाहिँ आफू एउटा अत्यन्त अध्ययन गरेको सबै प्रथम हुँदै आएको र विश्वमा पनि राम्रो विषय लिएर इन्जिनियरिङ गरिरहेको विश्वको राम्रो युनिभर्सिटीमा पढिरहेकी छिन्। र त्यहाँ पढ्दै गर्दा उनले आफूले व्यक्त गरेको भावना, करुणा, दया, अर्काप्रतिको होइन मानवतावाद, समानतावाद जस्ता र प्रगतिशील भावनाको मूल तत्त्व चाहिँ के हो त भन्ने कुराको अनुसन्धान गर्दै जाँदा उनले आफ्नो संस्कृति, आफ्नो संस्कार, आफ्नो मुन्डुममा रहेका जुन तत्त्वहरू जुन प्राप्त गरेर आफ्नो अपब्रिङिङको बेलामा त्यो कुराहरूलाई उनले त्यसको स्रोत त यो पो रहेछ भन्ने कुरा पछि रियलाइज गर्छन् र उनी फेरि आफ्नो संस्कृति, आफ्नो भाषा र आफ्नोपन जुन छ त्यो पनलाई चाहिँ बचाउनु पर्दो रहेछ। र यो चाहिँ हामी जतिसुकै माथि पुगौँ, संसारका जुनसुकै शिखरहरू चुनौँ अथवा जहाँसुकै उडौँ, आखिर उड्डयन त जमिन नै हो। र जमिन जबसम्म हाम्रो आफ्नो जमिनको बारेमा हामीलाई थाहा छ, जबसम्म आफ्नो जमिन हामी कतिको सेफमा छौँ, कस्तो खालको ठाउँमा छौँ भन्ने कुरा थाहा छैन, तबसम्म हामी कहिले पनि जतिसुकै माथि उडे पनि हामी त्यो चाहिँ कालान्तरमा चाहिँ हामी फेरि धरतीमा हट्न सक्दैनौँ। त्यही भएर हामी जतिसुकै माथि पुगौँ, संसारका विभिन्न कुराहरू पुगौँ, ठिक छ, अध्ययन गरौँ, दर्शनहरू अध्ययन गरौँ, विश्वका विभिन्न दर्शनहरूको अध्ययन गरौँ, ती सबै गरौँ, तर अन्त्यमा हामीले एउटा कुरा के बुझिराख्यौँ भने हाम्रो जरा कहाँ छ, जराले पानी पाइरहेको छ कि छैन, जराले मल पाइरहेको छ कि छैन, जरा पहिरोले लान्छ कि त भन्ने कुरा थाहा भएन भने हामी जतिसुकै माथि पुग्यो भने हामीले त्यसको कुनै अर्थ हुँदैन भन्ने समग्र कथाहरूको निचोड मैले निकालेँ। किनभने अहिले रिडर रिस्पोन्स थियोरी भन्छ, मान्छेहरू कथा गर्नुहुन्छ त आफै निकाल्ने हो। तर तपाईँहरू सबैसँग यो पुस्तक
पुस्तकको पहुँच नभएको हुनाले मैले केही कुराहरू लेख्न मैले बुझेका कुराहरू सरस्वती मैले तपाईँलाई राखेँ र अन्तिममा फेरि म भन्न चाहन्छु कि यो पुस्तकको अङ्ग्रेजी संस्करण जुन आएको छ यसमा मैले एउटा प्रयास गरेको हो। यसमा कैयौँ कुराहरू नमिलेका पनि हुन सक्छन्, कैयौँ कुराहरू यो पुस्तकले समेट्न नसकेका पनि हुन सक्छन्, कैयौँ कुराहरूमा भाव नमिलेको पनि हुनसक्छ। तर त्यो इन्टेन्सनली होइन, त्यो चाहिँ इन्टेन्सन के हो भने पुस्तकलाई कल्चर स्पेसिफिक टर्म्स सहित नै त्यसको सांस्कृतिक धार सहित नै म त्यसलाई उतारौँ भन्ने मेरो चाहना हो। भाषाको रूपमा एकदमै साधारण भाषामा लेखिएको छ यो पुस्तक। यसमा त्यसको क्लिष्ट भाषाहरू प्रयोग पनि गरिएको छैन र यो पुस्तक लिम्बुवान डायस्पोराहरूको लागि, लिम्बुवान छोडेर टाढा बसेका तर लिम्बुवानको बारेमा मेरो बच्चाहरूलाई बुझाउन चाहन्छु भन्नेहरूको लागि एउटा मास्टरपिस बनोस् भन्ने मेरो आकाङ्क्षा छ, महत्त्वाकाङ्क्षा छ। त्यो होस् र सम्पूर्ण लिम्बुहरूले यो पुस्तक एकपल्ट पढ्नुहोस् र यसको बारेमा तपाईँलाई लागेका कुराहरू हामीलाई भन्नुहोस् र अर्को पटकखेरि अझ यसको परिमार्जित संस्करण निकाल्न पाइयोस् भन्ने कुरा राख्दै लेखक, प्रकाशक एवं उपस्थित हुनुभएका आदरणीय प्राज्ञ साहित्यकारज्यूहरू र साहित्यको लागि सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै बिदा हुन चाहन्छु।